हेलो 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 बिहान 2 बजे उठेर उठाएर 8 बजे दिन आउनु भएको छ हैन नेपाली टाइम हो विदेश बसेर नेपाली चाहिँ फलो गर्नु युके गएर आएको मान्छेको ताल पनि नेपालकै टाइम त्यस्तो सन्चो भएन त्यही 2 बजे हिँड्ने भनेको चाहिँ अहिले 8 बजे चाहिँ हिँड्यो हजुर नाइ हामी जान्छौँ म बाटोमै खान्छौँ ल फाटेलै छ बहुत दूर दिन पठाएर ल हाम्रो यात्रा सुरु भयो वे टु लमनथाङ सो प्रदीपलाई चाहिँ हामीले लिख्यो है गाइस हामी चाहिँ सबले के सबले आयो विकासलाई कुरे हामी तिनो खोला पुलमा हैन यता यस्तो अलिअलि मात्र भइहाल्छ हैन मलाई यसकै खाली जति पनि भिडियो बनाउँछु नि यसैमा त्यो उ राख्नुपर्छ के टुट वाला राख्नुपर्छ के हेलो वेलकम ढाला खाला ढाला सो गाइस हामी सबै अहिले जम्मा भयो है हाम्रो ग्रुप हेलो र हाम्रो विकास डार्लिङ पनि आए ल सबै हामी अहिले जम्मा भयो अब हाम्रो यात्रा लमनथाङको लगाइ सो गाइस हामीले अहिले पानी सानी किन्ने है अब हावासावा चेक हुँदैछ ब्यागहरू मिलाउँदैछ केटाहरूले भएर अब चाहिँ हामी यहाँबाट फोटो गर्न सिक्छौँ अहिले चाहिँ बिहानको 9:30 भइसकेको छ अब हामी यहाँबाट निस्किन्छौँ हामी अहिले भुतखोला कट्टे है गाइस हामी चाहिँ अहिले जोरदार आछौँ है हामी चाहिँ नास्ता खान आएको है नास्ता हैन चिया मात्र चिया खाम त्यसपछि आफ्नो बाटो लाग्छ गाडी चाहिँ त्यहाँ छ गाडी त्यहाँ छ म त्यो रङ साबित गरे हाम्रो यो प्रदीप आया मलाई त पेट दुखे केटा हो केटी हो सबै पेट दुख्दा पनि हिँड्न पर्यो अझै एउटा चस्मा लाउनेले मलाई त सुत्दै सकेको छैन भनेको म पनि सुत्न सकेको छैन भन्दै थियो एउटा पेटमाथि ढुङ्गा राखी हाँस्नु आया पेटमाथि कसम पत्थर राखेर यो चाहिँ यस्तो छ नि
गाडीले चाहिँ अलि प्रब्लम देखायो पाल्पा आएर अब केमा प्रब्लम आयो हेर्दै हुनुहुन्छ केटाहरू चाहिँ तनावग्रस्त भएर बसेछन् शुभम उता भ्यू गर्दैछ उता भ्यू खिच्दैछ भ्यू चाहिँ फेरि यताको फेरि बवाल छ फेरि होइन भ्यू चाहिँ पाल्पाको चाहिँ डेन्जर हो ए शुभम के भन्छस् त यो भ्यूलाई के भन्छस् त भ्यू चाहिँ यहाँको चाहिँ गुड हो टाइम भयो नि अब गाडीले चाहिँ तनाव दियो हाम्रो गाडी चाहिँ बनाऊ ल थ्याङ्क यू दाइ धेरै धेरै धन्यवाद खै उहाँ छ गैरे मोटर पार्क हाम्रो गैरे मोटर पार्कमा फाइनल्ली हाम्रो गाडी चाहिँ रेडी भयो अब चाहिँ हामी यहाँबाट रेडीमा ताम चाहिँ आयो है माथि अब हामी थकाली खाना खान जाँदैछौँ सो गाइज हामी अहिले बतासे डाँडा आइपुग्यो है गाइज सो हामी चाहिँ खाल्टाखुल्टीको कारणले चाहिँ बाटो अब यस्तै छ बाटोको पैसा दिने नेताले खाएर भ्याए चलाउने सो गाइज हामी चाहिँ अहिले बतासे डाँडा आइयो अब चिसो छ एकदम मस्त छ केटाहरू फुल मस्तीमा छ होइन केटाहरूले आवाज भन्छन् यहाँ म छु योद्धा
साथीसँग भेट भयो है सोनामसँग बतासेमा केटाहरूसँग कहाँ हो त तिमी हामी चाहिँ अहिले खाना खान आयौँ है हाम्रो रेस्टुरेन्टको नाम चाहिँ न्यू हिमालयन भ्यू रेस्टुरेन्ट एन्ड लज हाम्रो गाडी चाहिँ यहाँ छ केटाहरू चाहिँ यहाँ छन् केटा हो हेलो मौसम बवाल नभए चाहिँ खाइँदैन भन्न सो भ्यू हेर्न सक्नुहुन्छ यो चाहिँ ठाउँको नाम चाहिँ बतासे डाँडा हामी चाहिँ अहिले खाना वेट गरिरहेको छौँ यहाँ बतासेमा खाना चाहिँ अझै आएन खाना चाहिँ रेडी हुँदैछ खाना चाहिँ बिहान भुतखोलाबाट स्टार्ट भएको डेस्टिनेसन चाहिँ यहाँ भयो अरू केही 2-4 शब्द एउटा सबैले आफ्नो कला देखाउँला एउटा भन्नै पर्छ त्यत्रो लेख्ने मान्छेले भन्नै पर्छ म भन्छु एउटा सायरी है त सानो मिठो राम्रो फुल फुल्यो बोटमा वाह वाह खै बात झर्यो रोडमा बाँदरले किस खायो बाँदरनीको ओठमा खाना चाहिँ आयो है मटन है यो खाना होइन मटन यस्तो सेयरिङ एन्ड केयरिङ हो मटनलाई यसो गर मटनलाई ट्याक्क बिचारा धन्यवाद खाना चाहिँ हाम्रो खाना कस्तो छ गाइस हामी चाहिँ अहिले खाना खाएर निस्क्यौँ अब रानीमलको बाटो है रानीमलको बाटो हिँड्दैछ मैले One
कहाँ रेडी ड्राइभर साहब अब हर गरी अनि बल्ल रेडी ड्राइभर साहबको हल्का पेटमा समस्या छ गाडा पनि अलि सुस्त हुँदैछ त्यो पेट समात्नु जस्तै क्या दामी सिनाएको यार आना पनि खिच्दा पनि आइदियो दिपक टाउको निकाल त भाइ त छैन अर्कोले आइयो है गाइस गाइस हामी रेडी आइयो अहिले ऋषिकेश मन्दिर यही हो हाम्रो यात्रा सफल पारिदिनुहोस् ऋषिकेश मन्दिर भगवान हामी रेडी आइयो अहिले फाइनली हामी चाहिँ रेडी आइयो अहिले गुल्मी जिल्ला इन्ट्री गर्दैछौँ ल हामी गुल्मी इन्ट्री भयो गाइस रेडी भएछ गाडी यहाँ पार्क गरौँ गुल्मी इन्ट्री हुँदा कस्तो लागिरहेको हामी अहिले गुल्मीको रेडीमा छौँ है अस्ति भर्खर आएको आज फेरि मलाई थोरै यहाँ पेट हल्का दुखेर चाहिँ यहाँ जनसेवा पोलिक्लिनिक जाँदैछौँ लास्टै क्राम्प भएर पेट त्यही हो एकछिन के हुन्छ अपरेट हुन्छ सरको चाहिँ प्लास्टिक कम भएर धेरै गाह्रो भयो प्लास्टिक बालुवादेखि अलिअलि प्लास्टिक कम भयो बेसिकली हामी अहिले हस्पिटलबाट डिस्चार्ज भयो अब ड्राइभर चेन्ज अब हामी चाहिँ कहाँ जाने प्लान भयो पोखरा जाने कि बेनी चाहिँ जाने अब हेरौँ अब पोखरा भन्ने छ पोखरा गइन्छ कि बेनी गइन्छ तपाईँले हेर्नुहुन्छ बाटोमा गाइस हामी अहिले
उतार्दैछौँ ड्राइभर साथी हामी यहाँ छौँ हेलो गाइस सही छ खोला लेफ्ट कि राइट हो लेफ्ट ए सरी राइट रुद्र पनि आइयो अब हामी यताबाट निस्क्यौँ यहाँ चाहिँ अब यसो पिसाब पत्काइरहेको छ नि केटाले होइन हामी लाग्दैछौँ बेनीको तर्फ बाटो अलि ओड्खाबाट छ दुई चार शब्द प्लिज कस्तो फिल भइरहेको पर्ने 4x4 पानी त आहा यार त्यही उसले टाइट गर्न लैएन कि फाल्टा उल्टी भयो नि ल रुको घुम हिँड्दै घुम्दै ल हामी चाहिँ सर्ट ब्रेक पछि अब बाटोमा बिचमा के भयो भन्ने कुरा विस्तारमा भन्दै गरौँला त्यो अर्को भ्लगमा पहिरो गयो नानासारी भयो त्यो सुनाउन अहिले म हालतमा छैन र हाम्रो चाहिँ टु बी कन्टिन्यू गर्दै हामी चाहिँ अब बागलुङ बजारबाट छिर्दै गीत सुन्दै योद्धामा हिँड्दै हाम्रो यहाँ पछाडि त ओहरू छन् डीजे अब यहाँ चाहिँ डान्सर यहाँ चाहिँ कमेडियन म्युजिसियन यता ड्राइभर अब ड्राइभरको फेरि ड्राइभरलाई सिकाउने मान्छे बिग्रिने सेन्टरमा पानी रिसाउने
साह्रै बैगुनी र पनि नहुने आई लभ यु सेन्टाराम भन्दाखेरि पानी मिसाउने बजार हामी अहिले बागलुङ आइपुग्यो रातिको 8 बजे कस्तो लागिरहेको छ केटा एकदम रमाइलो लाग्यो यस्तो रमाइलो भयो यस्तो मजा आयो अलि थकाइ लाग्यो थकै लाग्यो निन्जा लाग्यो अघिको पेट दुखिरहेको के हो के हो तर यहाँ यादगार हुन्छ त्यति हो अब होटल खोजिन्छ भएर त्यसपछि 15 गते जिन्दगी यहाँ भोलि जेठ 15 गते अब होटलमा गएपछि अपडेट हुन्छ हामी फाइनल्ली बागलुङको होटलमा रुममा आइयो अब चाहिँ यहाँ मस्त सुतिन्छ जान्छ त्यसपछि भोलिको हाम्रो यात्रा हुन्छ पहिलो लट हस्पिटल त्यसपछि आज एकखेर आएपछि सिधै हाम्रो यात्रा हुन्छ मुस्ताङको लागि है त गाइस ल आजको लागि गुड नाइट